जति रिसाउनु तर श्री तिमी मेरो छोरी हजुर बाबा आज तिमीलाई कलेज म छोड्दिनु किन र बाबा मेरो ड्राइभमा हजुरलाई विश्वास लागेन र पुरा विश्वासमा अन्विश्वास होइन छोरी अनि किन त किनकि आज मेरो मिटिङमा जानु छ त्यसैले होइन बाबा आज साथीकोमा जाने काम छ मेरो म आफै गाडी लिएर जान्छु म गएँ है बाबा हेर्नु आजकलको केटाकेटी कस्तो मेरो आफ्नो कस्तो काम थियो बाबु इस्माइल हजुर खाना तयार भयो रेडी भयो खाना पस्किदिउँ हुन्छ बाबु दिनभरि पनि काम गर्छस् रातभरि पनि पढ्छस् आफ्नो स्वास्थ्यको पनि ख्याल राख है भरे बिमार भयो भने चाहिँ हामीलाई साह्रो पर्छ मैले यति मिहिनेत गरिनँ भने तपाईँको चाहिँ कसरी पुरा गर्नु म हुन्छ आमा यो चिन्ता गर्नु पर्दैन ल त्यसो भए प्रभुले सबै तिम्रो इच्छाहरू पुरा गरिदिनु भएको होस् इस्माइल यहाँ तिमी एक्लै बसेको हजुर तिमी कति मेहनती छौ है तर तिमीमा किन एकान्त मात्रै मन पराउँछौ मलाई प्रायः एकान्त नै मनपर्छ नि त किन जिन्दगीले मलाई धेरै कुरा सिकाएको छ त्यसैले म मिहिनेत गर्छु हो र कसरी के सिकायो चाहना आवश्यकता र जिम्मेवारी तिम्रो चाहना के हो खुसी खुसी को खुसी मेरी आमाको खुसी